के तपाईँले आफ्नो मोबाइलबाट नै राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न चाहनुहुन्छ? यदि त्यसो भने तपाईँले सजिलै डाउनलोड गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको कुनै ब्राउजरमा जानुहोला। जस्तै म अहिले क्रोम ब्राउजरबाट देखाउन गइरहेको छु। ब्राउजरमा गइसकेपछि तपाईँले यहाँ सर्च गर्नुहोला ENID भनेर। यो सर्च गर्नसाथ तपाईँले यहाँ भेटाउनुहुनेछ citizenportal.donidcr.gov.np रहेको यो लिङ्कमा चाहिँ तपाईँले क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँ आफ्नो नागरिकता विवरण भर्नुपर्ने हुन्छ। आफ्नो नेपालीमा पुरा नाम लेख्नुपर्ने हुन्छ। त्यस्तै अङ्ग्रेजीमा पुरा नाम लेख्नुहोला। त्यस्तै जन्ममिति लेख्नुहोला र नागरिकताको जारी मिति लेख्नुहोला। तलपट्टि तपाईँले क्याप्चा राख्नुपर्ने हुन्छ। क्याप्चा जुन यो तलपट्टि देखाइएको अक्षरलाई चाहिँ जस्तो छ त्यस्तै राख्नुपर्ने हुन्छ। यदि नबुझिने खालको छ भने चाहिँ तपाईँले यो जुन घुम्ने एरो रहेको छ तपाईँले यहाँ क्लिक गरेर चाहिँ क्याप्चालाई चेन्ज गरेर राख्न सक्नुहुनेछ। यति गरिसकेपछि तपाईँले यहाँ सर्चमा क्लिक गरेपछि तपाईँलाई एउटा ओटिपी कोड आउनेछ तपाईँको मोबाइल नम्बरमा। यदि राष्ट्रिय परिचय पत्रमा तपाईँको मोबाइल नम्बर लिङ्क छैन भने चाहिँ तपाईँले ओटिपी कोड राख्न सक्नुहुन्न र तपाईँले राष्ट्रिय परिचय पत्रको कार्ड डाउनलोड गर्न पनि सक्नुहुन्न। त्यसैले राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि राष्ट्रिय परिचय पत्रमा आफ्नो मोबाइल नम्बर लिङ्क भएको हुनुपर्नेछ। अनि मात्र तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ। यदि लिङ्क भएको छ भने तपाईँले ओटिपी कोड राखेर सजिलै डाउनलोड गर्न सक्नुहुनेछ। ओटिपी कोड राखिसकेपछि तपाईँले कार्ड डाउनलोड गर्नुहोस्मा क्लिक गरेर कार्ड डाउनलोड गर्न सक्नुहुनेछ। डाउनलोड गरिसकेपछि तपाईँले त्यो PDF फाइल खोल्नको लागि चाहिँ तपाईँको नामको अगाडिको 4वटा अक्षर क्यापिटल लेटरमा लेख्नुपर्ने हुन्छ र जन्ममितिको वर्ष चाहिँ तपाईँले 4वटा जुन जस्तै 2040 50 यस्तै कति छ तपाईँको त्यो चाहिँ राख्नुपर्ने हुन्छ। 4वटा नामको अगाडिको अक्षर र 4वटा चाहिँ तपाईँको जन्ममितिको वर्ष। यति राखेर तपाईँले त्यो PDF फाइललाई खोलेर कार्ड हेर्न सक्नुहुनेछ र त्यसलाई प्रयोग गर्न सक्नुहुनेछ। यसबारेमा विस्तृत रूपमा तपाईँले म्यानुअल हेर्न सक्नुहुनेछ। यहाँ तलपट्टि म्यानुअल दिएको छ युजर म्यानुअल भनेर चाहिँ तपाईँले यहाँ भ्यू म्यानुअलमा क्लिक गर्नुभयो भने चाहिँ यहाँ म्यानुअल हेर्न सक्नुहुनेछ। आफैले यहाँ चरणबद्ध रूपमा चाहिँ बताइएको छ कि के गर्ने भनेर। तपाईँले यदि नबुझेमा चाहिँ तपाईँले यही आएर स्पष्ट रूपमा बुझ्न सक्नुहुनेछ, यही पढ्न सक्नुहुनेछ। पढेर चाहिँ तपाईँले गर्न सक्नुहुनेछ। विशेष गरी चाहिँ यो PDF फाइल खोल्नको लागि चाहिँ तपाईँले यहाँ पासवर्ड राख्ने तरिका बताइएको छ। तपाईँले यसै अनुसार राखेर सजिलै तपाईँले खोल्न सक्नुहुनेछ र राष्ट्रिय परिचय पत्र हेर्न सक्नुहुनेछ र प्रयोग गर्न सक्नुहुनेछ। यिनी थियो आजको छोटो जानकारी। तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गरिदिनुहोला। अर्को नयाँ भिडियो लिएर उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि म गोविन्द न्यौपाने बिदा हुन्छु। नमस्कार, धन्यवाद।